हेलो एन्ड नमस्ते सबैजनालाई। म चाहिँ आज यसो छुट्टीको दिनमा हबुकतिर घुम्न जान लागिरहेको छु। 10360 ब्लगलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। साइडमै रहेको सब्सक्राइब बटनलाई सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। अब यति भन्दै चाहिँ म चाहिँ अब हबुकतिर लाग्न चाहदैछु। हेरौँ अब के हुन्छ हबुकतिर है त। हजुरहरूलाई त्यो वातावरण पनि म देखाउने नै छु। तर म आज दाइलाई लिन आएको लास्टै लेट गर्नुभएको दाइ होइन। अब यति भन्दै अब दाइलाई यसो देखाउनु पर्ला यहाँ। र हाम्रो दाइ चाहिँ अब रेडी भएर भर्खरै आइसक्नु भइसक्यो। दाइको हेर्न सक्नुहुन्छ तलदेखि माथिसम्म दाइको चाहिँ होइन सर्ट लाएर। ए अनि मलाई किन यता देखाइरहेको त ए हावा अचम्म। ल दाइको यता भ्लग पनि सुरु भइरहेको छ। ल ल ल ल ल ओ ल अब भाइको पालो। भाइलाई पनि देखाउनु पर्यो। सट्ट 360 पुरै तलदेखि माथिसम्म सट्ट सेड्युल चाहिँ हाम्रो यस्तो छ। अब हामी चाहिँ हबुकतिर गएर बसमा दाइहरूलाई भेटेर सट्ट भिडियो नै आउने नै छ। त्यतिखेरसम्म चाहिँ स्किप नगरिकन भिडियोहरू हेरिदिनु होला है त भन्न चाहन्छु। आज चाहिँ हामी सट्ट दाइजभाइ भएर हिँडिसक्यौँ। दाइहरू चाहिँ तल वेटिङमा हुनुहुन्छ। बाहिरको वातावरण दाइहरू त्यहाँ हुन्छ। दाइहरूलाई चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ। बाहिरको मौसमहरू चाहिँ आज यस्तो बवाल छ हेर्नु होइन। सरर छ कुशल दाइ कहाँ गयो नि यार फेरि यार। हाम्रो बिल्डिङ चाहिँ यही हो होइन। म चाहिँ यता छु। चट्ट आज चाहिँ हबुक जानुपर्छ भन्न चाहन्छु। खै बस खै त हाम्रो इलेक्ट्रोनिक सुपरभाइजर ढिलो भएकोमा रिसाउनु त भएन नि। गाडीमा चढेर झरेको अस्ति जस्तो। ठिक छ मैले ढिलो गरेको भन्दा पनि हाम्रो अर्को दाइले ढिलो गर्नुभएको हो क्या। ओ यो हो दाइ नाच्दै आउनु भयो नि यहाँ। नाच्दै आउनु भयो हो त दाइले ढिलो गरेको क्या। मौसम चाहिँ बब्बाल छ आज कडा साह्रै कडा। किस पनि हाम्रो अर्को सोल्टीको हालखबर ठिक छ नि होइन। ल ठिक छ म्याम हुनुपर्छ। हामी चाहिँ अब गाडी कुर्दैछौँ। गाडी कता भन्ने कुरो थाहा छैन। अब आएपछि भेटौँला। दाइको लुक्स हेरौँ न। आमा खाने भयो दाइले खाइसक्यो। लुक्स खाइसक्यो। चतर हान्नु न दुईटा हात यस्तै छ। चट्टर आएर अब जान्छ। मलाई त रिस दाइले हो अहिले आएर काटौँ भन्नु। मेसेज त अनि म सुतिरहेको थिएँ नि त अनि। अनि कतिजना केजना थाहै छैन। अन्त म कपाल काट्नु जाने भनेर दाइलाई मेसेज गरेको थिएँ नि त त्यतिखेर। अनि उठेर आएको अन्त बसै आएन कि। बस कुर्ने चाहिँ हामी यही हो होइन। बस स्टेसन त हो त्यहाँनिर छ बस स्टेसन हो यहाँनिर। बस चाहिँ यहाँनिर रोक्छ कि अनि बसमा आउँछ अनि ट्याक्क जाने हो। केटाहरू चाहिँ यही छ। आज हुनुहुन्छ सर र आज हबुकको आज भिडियो चाहिँ कडै आउँछ होइन। सर लगाएर अब हामी चाहिँ बसमा पुगिसकेपछि हजुरहरूलाई भेट्ने नै छु गाई। फाइनली गाडी आइसक्यो हाम्रो चाहिँ। अब हामी चाहिँ गाडी साडीमा चढेर ट्याक्क तर्तिप हान्न लागिरहेको छौँ। गाडी आइसक्यो सर र गाडी चाहिँ आइसक्यो होइन। हाम्रो गाडी चाहिँ यही हो। नेपाल दाइ हुनुहुन्छ कि हो। नेपाल दाइ दाइहरू हुनुहुन्छ। अब हामी चाहिँ अब हबुकतिर गएर भेटौँला त। गाडीमा हल्का रमाइलो गर्ने पऱ्यो। खाली छ गाडी। दाइहरू हुनुहुन्छ अगाडि। नेपाली नै रहन्छ यार। हान्नु त भिसा भएको मान्छेले हान्दै। म त गाडीमा चढिसकेको केटाहरू होइन। दाइहरूले यसो पेमेन्ट गर्छन्। अब अहिले आउँदाखेरि चाहिँ म गर्छु होला होइन। रमाइलो कि रामबा कहाँ बसेको केटाहरू यार। माथि बस्नु हौ चट्ट लाएर दिनु पर्यो नि कडा। दाइहरूले चाहिँ पेमेन्ट हान्दैछ नि चोखो लाएर। एकचोटि मलाई देखाउनु त भन्नु। घन्टी कार्यकर्ता
एमाले होइन दाइ अब घन्टी हो घन्टी बालेन्सा र रवि लामेछाने एकजुट भइसक्यो गाइज अब घन्टीमा चाहिँ हाल्नुपर्छ है मत मत परिवर्तन गर्नु पर्यो भन्न चाहन्छु यो विषयमा हेलो हेलो अनि दर्शक नमस्ते मेरो प्यारा प्यारा युट्युब च्यानलमा जोडिनु हुने साथीभाइ तथा मेरा इष्टमित्रहरूलाई अब हाम्रो चाहिँ अब बस चेन्ज गर्ने पालो भइसक्यो अब यो अब यही बसमा चलेर जाने हो कि भन्ने भइरहेको छ अहिले 2 नम्बर बस लास्ट स्टेसन चाहिँ यहाँ रहेछ क्या यसको बसै बस छैन अब मिठो पार्कहरू छ खै के छ र यहाँ स्टेसनमा भयो के फेरि स्टेसन आइसक्यो हाम्रो स्टेसन यहाँ अबुको लागि चाय कितना का चाहिए भाइजान हामी चाहिँ अब बस स्टेसनमा आइसकेर यहाँ बसिसकेको छ बस स्टेसनहरू यतै छ अब त्यसपछि के हुन्छ हजुरहरूलाई रिभ्यू दिने नै छु अहिले गाइजहरू अब हामी यहाँबाट फेरि के हुन्छ देखाउनु नै छु है त गाइज हेर्नु कस्तो बवाल ठाउँ हो होइन यस्तो बवाल छ दाइरे आउनुहुन्छ बस स्टेसनमा आइयो पहिलोचोटि बस स्टेसनमा आइयो है यो मेन स्टेसन चाहिँ यहाँ रहेछ होइन यहाँबाट अन्त कतै नजाँदो रहेछ क्या ठिक छ त्यो पनि राम्रै हो यो चाहिँ मलाई यस्तो बवाल लाग्यो क्या यो चाहिँ थमेलमा हाल्नुपर्छ क्या यस्तो डेन्जर छ यहाँ कडा आयो ढिलो आयो कडा आयो भन्ने जस्तो हो बवाल छ ल ठिक छ अब हामी चाहिँ अब हलतिर गइसकेपछि भेटौँ लाग्यो त गाइजहरू अब राम्रो परिहरू पनि पछाडि देख्न सक्नुहुन्छ त्यसपछि अब उतै गएर भेटौँ ल त हामी चाहिँ अब फाइनली अब आइसक्यो भन्नु पर्दाखेरि चाहिँ होइन अब चाहिँ हेरौँ यस्तो छ यस्तो छ यहाँ बाहिर हेर्नु न यस्तो टाउको कडा अब यही हो अबुबको चल पल रमाइलो भनेको चाहिँ यति नै छ क्या यस्तो मोबाइल चाहिँ मोबाइल छ अब लगभग आइसक्यो अब चाहिँ अब हामीले गरिसकेपछि चाहिँ मिठो तरिकाले कता गइन्छ के गरिन्छ हजुरहरूलाई के खाइन्छ त्यो देखाउने नै छु अन्तिमसम्म भिडियो चाहिँ स्किप नगरिकन मेरो भिडियोलाई सब्सक्राइब गर्नुभएको छैन भन्ने चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु आजको दिन चाहिँ मेरो यतै हबुबतिर घुमेर जाने भयो छुट्टीको दिन हेर्नु न कस्तो मजा आयो यस्तो अहिले भिड हुन्छ यति त केही होइन क्या अहिले यति त लगभग थोरै नै हो अहिले यस्तो भिड हुन्छ आमा मैले नेपाली सेलिब्रिटीहरू पनि भेटाइन्छ यहाँ के गर्नु चाहिँ रमाइलो गर्नुपर्छ आज छुट्टीको दिन एभ्री सन्डे हुन्छ क्या हाम्रो रमाइलो होइन आज पार्कतिर जाने हबुबतिर जाने भन्ने कुरो भएर चाहिँ आज मोमो खान चाहिँ भएन मोमो चाहिँ अर्को हप्तातिर खाँदा देखाउनु नै छु हजुरहरूलाई यस्तै छ बजार है त हामी चाहिँ अब हामी चाहिँ अब बसबाट झरिसक्यो होइन ओहो झर्नु साथै के हो कमेन्ट गरौँ है कमेन्ट गरौँ लगन चुराउने हो कि के हो मागतिरै च्याप्पै लगाएर यस्तो बवाल देखेको छ अहिले यस्तो कडा
यो त देखाउनै पर्ने चिज रहेछ क्या हो कडा कडा चाहिँ कडा हाम्रो दाइहरू चाहिँ यता अगाडि हुन्छ गोल्ड सोल्डहरू पनि छ यहाँ किनेर जाने हो र ल हामी चाहिँ अब आइसक्यो लगभग अब चाहिँ यही हो रमाइलो चलपल आजको होइन अब कता कता गइन्छ के गरिन्छ भनेर हजुरहरूलाई देखाउने नै छु त्यतिखेरसम्म चाहिँ भिडियो स्किप नगरिकन हेर्नु होला ल हामी चाहिँ अब वासरुमबाट निस्किसक्यौँ वासरुम गरेर फ्रेस भएर निस्किसक्यौँ दाइहरूलाई अगाडि लगाइसकेँ होइन हाम्रो त यस्तो यस्तो बिल्डिङहरू चाहिँ बहुत पुरानो बिल्डिङहरू छ होइन साउदीमा चाहिँ अब हेर्दै जाऊँ के कस्तो हुन्छ अगाडि बढे भिडियोहरू म देखाउने नै छु त है त हजुरहरूलाई ल आज चाहिँ हामी अब फाइनली अबतिर छिरिसक्यो है त हामी अब दाइहरू हेरिसक्नु भयो यही त हो यतापट्टि साइडमा त अस्ति नै त बाह्रै थिएन यार यो घरहरू त अहिले त बाह्रै रहेछ ल ठिक छ फाइनली हामी अब अबुक छिरिसक्यो यो चाहिँ अब यसो ठेकापट्टा हान्ने ठाउँ हो यो भन्न चाहन्छु सबै कुराहरू लुकिरहेको छ मेरो चोर पनि लाउँछ कि यहाँ त फेरि डेन्जर हो फेरि यो ठाउँ चक्लेट आउँछ यहाँ चक्लेट बजार क्याट छ यहाँ ल सेतै देखेँ म कालो मान्छेलाई पनि सेतै देखेँ होला यार आज यार लाइट बोल्दाखेरि ओथे मल पनि जाने हो र दाइ ओथे मलमा गयो भने हल्ले कपडा किन्न पाउनुहुन्छ कि नेट चल्छ नि त हो कि होइन ल भन्नु त ओथे मलमा नेट पनि चल्छ ल त आज हाम्रो प्रोग्राम चाहिँ यस्तै छ चलपल दिने होइन अब नेपाल भएर चाहिँ यतिको चाहिँ गर्ने पर्यो चलपल अब बाटोतिर चलपल त दिनै पर्यो टाइगरमा नेपालीले त छोड्दैन कि फेरि चलपल हामीलाई होइन यस्तो बवाल चाहिँ हेर्नु न आज त खासै भिडै रहन्छ यार आज त्यति साह्रो भिड छैन आज अरू बेला जस्तो चाहिँ खासै भिड छैन जता गयो नि केही पनि भने हामी चाहिँ बाटो क्रस गर्न लागिरहेको छौँ होइन यसले रोकेन ल छिर सिग्नलमा पनि हिँड्न नपाउने यार पहाड ठटाउँछ क्या आजभोलि त डर छ लास्ट जाने कता हो हामी नेपाल होटल जाने हो त हामी चाहिँ अब नेपाली होटल खोज्दैछौँ एउटा नयाँ होटल नेपाली होटल खुले अरे भनेको चाहिँ हामीको थ्रोबाट सुनेको छौँ जाँदैछौँ अब के छ गएर चाहिँ अब त्यहाँ गएर हाम्रो कुशल दाजुको साथीको नेपाली होटल चाहिँ अहिले कतिको मिलमिलाप हुन्छ दाइको म देखाइहाल्छु नि दाइको हो कि होइन त्यहाँ सबै देखाइहाल्छु अब गइसकेपछि थाहा हुन्छ होइन बाटो साटो जता मन लाग्यो त्यही क्रस गरे त्यस्तै हो खै त कहाँ छ त अनि खै ल्याएर कहाँ छिरेको कसको लागि टिकट काट्ने र फेरि आयो ल जति पनि नेपालीहरू आउनुहुन्छ यहाँ आउनु होला होइन नेपाल ट्राभल टु इमर्जेन्सी भनेर चाहिँ छ यहाँ आउनु होला इमर्जेन्सी टिकट चाहिँ हजुरहरूले पाउनुहुन्छ
जजिरा कहाँ गयो र जजिरा इन्डियातिरको जजिरा त उसको होइन र क्रिस्टियानोको बुढीको नाम होइन र जजिरा जजिरा इन्डीको ओइ ऋषि दाइ त अड्किनु भयो क्या म के भनेको छिरेको ऊ नछिर्ने नामबाट छिरेर हुन्छ अनि ल अब नेपाली होटल फेरि उतै रहेछ फेरि उतै फर्किनु पर्ने अवस्था आयो होइन ठिकै छ नयाँ खुलेको भन्नुभयो त्यो पुरानो सोध्नु भयो नयाँ खुलेको यिनीहरूकै हो तिनीहरूकै ब्रान्ड होला क्या एउटै ब्रान्ड होला क्या ओहो यस्तो बवाल देखेँ चाहिँ हेर्नु न सेट यस्तो बवाल देखेँ चाहिँ अब यता यता भित्रतिरबाट कट्यो भने त झ्याउ हुन्छ नि त यस्तो बवाल छ यस्तो बवाल सिटी लाउँछ क्या आज भोलि त उता अगाडि छ त उता लाइट अगाडि छ त अगाडि छ क्या पैसा हान्छ क्या दाइ कस्तो भनेको नमानेको र 10 को 20 लान्छ के आउनु भनेर आउने त मातेर किन उ गर्ने हो र 10 को 20 हाल्दैन र अनि बाटो क्रस गर्न पनि गाह्रो छ हो यहाँ होइन बाटो क्रस गर्न गाह्रो छ खडखडे खेलाए जस्तो आएछ बाबु 10 को 20 अनि 10 को 20 हान्दैन जिप हकमा भनेर आज 175 रुपियाँ हान्ने भने त तल एक महिनाको खाना खर्च त्यहीँ जाने भयो बर्बाद हुन्छ नि गाह्रो छ हेर ल अब उतैतिर होटलतिर पुगिसकेपछि हजुरहरूलाई देखाउने नै छु हाम्रो नेपाल होटल के कस्तो छ भनेर होइन च्याट्ट लगाएर देखाउनु हुनेछ होइन यहाँ चाहिँ सब ठाउँको पैसाहरू छ फेरि साउदी नेपालदेखि लिएर गएर सबतिरको पैसाहरू छ दाइहरूले कलेक्सन गरेर राख्नु भएको रहेछ क्या यहाँ चाहिँ ठिक छ ल हामी चाहिँ आइसक्यो भन्न चाहन्छु फिल्म सिल्म पनि हेर्न पाइन्छ यहाँ जे खानु भयो नटेको र म जे खानुहुन्छ मेनु कुशललाई भात खाने अरे जन्मेदेखि भात खाएको भात खाने अरे जन्म लास्टै बेजत भयो होला नि मोमो खानु त्यसो मोमो खानु भइरहेको छ नेपाली होटेल हजुरको पार्टनरको होइन र यो हजुर पार्टनरसिपमा होइन अर्को पुरानो चाहिँ हो ठिक छ अब हामी खानासाना आइसकेपछि देखाउने हाम्रो चाहिँ अब फाइनली अब नाच्छ हाम्रो यहाँ झोल मोमो रेडी भइसक्यो क्या होइन दाइको यता खसीको दाइको यता चौबिन स्कुटी दाइको झोल मोमो साथमा बालेनको गीत हेर्दै हामी चाहिँ झोल मोमोको मजा लिँदैछौँ हामी चाहिँ अब यताबाट स्ट्याकको मोमो चाहिँ खाइदिनु पर्यो त भएर दाइ कस्तो छ टेस्ट झोल मोमोको हरिसलाई ठिक छ नि होइन भात कस्तो छ भातको रिभ्यू दिनु भाइ नेपाली होटेल बाबाले हेर्नु ल हुन्छ अब खाइयो मोमो होइन झोलबाट टेस्ट गर्नु
उता त दियो के एक करोडको मात्र आइदि त्यसै गाई र हामी चाहिँ अब नेपाली होटेलबाट निस्किसक्यौँ अब चाहिँ चहल पहल अब लगेज सगेज किनेर दाइहरूले घर जानको लागि लगेज सगेजतिर मार्केटतिर जानु पर्यो दाइहरू कहाँ गयो भन्ने कुरो थाहै छैन ए उहाँ पारि हुनुहुँदैछ दाइहरू चाहिँ हामी पनि कटिदिइहालौँ न हुन्छ बाटो क्रस लगेज सगेजतिर चक्लेट सक्लेटको मार्केटहरू घुम्नुपर्छ है त अब च्याप्पो लाग्यो दाइ दुग्रेको हेर न दाइ दुग्रेको ठिक छ अब उतै गएर भेट्नुपर्छ है त लगेज सगेज किनेको भिडियो सिडियो आउँदै गर्छ हेर्दै गर्नु होला भन्न चाहन्छु म चाहिँ अब हिँडिसकेँ म पनि चक्कर लगाएर अब आउँदै गर्छ है त धेरै पछि आफ्टर लङ टाइम हामी चाहिँ यता हबतिर आइरहेको छौँ अब हेरौँ के छ हो त्यहाँ त फुटबल चलिरहेको रहेछ यार त्यहाँ फुटबल सुटबल हेरेर साउदीहरूले ल्याएर अगाडि हिँड्नुपर्छ त्यसो चाहिँ यहाँ फेरि चोर सोर पनि लाग्छ कि फेरि यहाँ राम्रोसँग हिँड्नुपर्छ गाई चाहिँ ठिक छ आज धेरै पछि आइयो हाम्रो यो बङ्गाली मार्केट चाहिँ यही हो होइन बङ्गाली मार्केटहरूमा अब हामी चाहिँ सस्तो सस्तो सामानहरू लगेज सगेजहरू चाहिएमा चाहिँ आउनु होला होइन मेरो भिडियो हेरेर सबै पाइन्छ यहाँ सर लाएर अब हामी चाहिँ यतातिर बङ्गाली मार्केट तरकारी सब्जी पसलहरूतिर छिर्न लागिसक्यो त हामी यतातिर चहल पहल हान्नुपर्छ अब यही है मार्केट चाहिँ हाम्रो तानातान हानाहान भयो भन्ने हानाहान भयो भन्ने हुन्छ यहाँ तानातान हुन्छ दाइरे यता हुन्छ त्यसै ठिक छ ठिक छ ठिक छ सबै ठिक छ लगेज लगेज लाने लगेज लगेज कता हिँडेको र उता आएगा 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 यता आगे हामीले लगेज लिएर जाने ठाउँ त हाम्रो बन्धु भाई का पसल है इधर पूरा मेकअप सेकअप लाइट का सामान मिलेगा इधर आओ यही यही हो क्या हामीले लिएर जाने त यही हो यति पछाडि हो के अरे खै यही यही होइन र हामीले लिएर जाने पहिला यही हो क्या और क्या हाल है दाई अच्छा है लगेज 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 कौन सा वाला है अच्छा है ভালো আছি ভালো কি খবর ये ले लो डबल जी वाला अच्छा वाला लकीज दाजो कितने टाका ये वाला हां ये वाला 150 টাকা बाप रे कितना 3 पीस का वन पीस ये अच्छा वाला डबल जिप का ये टूटेगा नहीं 32 है टूटेगा नहीं ये 32 है और ये कम हाम्रो चाहिँ अब लगेजको बार्गेनिङ सुरु भइसक्यो सधैँ लिएर गइरहने पसल चाहिँ हाम्रो यही हो है छ्याक्क लाएर हुन्छ सर र पसल झोला सोला लगेज चाहिएमा चाहिँ यहाँ आउनु होला है त गाइज अच्छा क्वालिटी और ये बंधु बंधु किधर गया पुराना बंधु ठीक छ पुराना दाइले लगेज किन्ने रे भन्नुहुँदैछ ये कम्ती है सस्ता है अब हामी लगेज सगेज किनिसकेपछि चाहिँ दाइहरूले हेर्दै हुनुहुन्छ यहाँ लगेज कुन किन्ने के किन्ने ट्वेंटी फोर कौन सा है थोड़ा यो हजुर बताए कौन सा वाला लानी कौन सा वाला लानी है भाई कौन सा वाला लानी है आपका जो हमारा 12 लाख से वही ले से हमें ठीक है से 20 का है 20 का नहीं था 20 का कौन सा साइज लानी मेरा को बताओ ये 28 है ये 28 है ये सस्ता वाला है क्वालिटी 80 रियल आएगा और वो डबल जी वाला लेगा 110 रियल आएगा अच्छा क्वालिटी आप कौन सा लानी देखो डबल जीप लानी नहीं ओ ये आएगा 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 रोको आएगा
इधर बार्गेनिंग शुरू हो रहा है ना हम लोग लगेज का। मैले चाहिँ 20 को 24 को कतिको 28 को 30 को तिमीले लियो अनि त्योभन्दा 20 को चाहिँ हजुर लिदिनु अनि सानो चाहिँ उसले लिन्छ के मिल्छ अब डिसाइड करो आप लोग डिसाइड करो कौन सा यो रामपुरे दाजुले हैन रामपुरे दाजुले चाहिँ मैले 2 वर्ष अगाडि किनेको लगेज लिएर जाने भन्नु दाइलाई एकचोटि त लिएर गइसक्यो दाइहरुले हैन मेरो अब म चाहिँ अब कहिले आउने थाहा छैन अब हेरौँ न आएपछि थाहा हुन्छ तरहरुको यहाँ भइराछ बार्गेनिङ तिम्रो सेक्सनबाट मैले उठाएको थिएँ नि ब्ल्याङ्केट त्यो 3 पिसको ए मन्जती सर हो त्यो चाहिँ ठुलो भिडियोमा अड्छ होला त्यो त कार्टुन हाल्ने हो त नि अनि अड्छ के ठुलो ठुलो लिग न एउटा 32 त्यस्तै त्यस्तै ठुलो लिग 28 मै एउटामा 28 को माने अड्छ के तर भ्याकुम तानेर सानो गरायो भने त्यो त ब्ल्याङ्केट हो नि त ब्ल्याङ्केट मात्र हो ब्ल्याङ्केट हो 28 को माने अड्छ बाहिर ब्यागमा राख्छ ब्लुटा इडा बोलर मध्ये इडे फाइ बनाएर राख्नु जानु हुन्छ के लास्ट फाल्नेको हुन्छ नि ल हाम्रो यहाँ घडी सडी पस सब छ यहाँ बन्धु भाइको पसल हो हैन सर आउनु होला हेर्दिनु होला लिदिनु होला दाई अच्छा है हाँ बंधु भाई को पसल में भी आओ इधर सामान अच्छा अच्छा है जैकेट अभी ठंडी का लिए पूरा अच्छा मिलेगा सामान सामान मिलेगा बंधु भाई का हजूर मेरा शादी के जिगर दोस्त है ये दोस्त का ये आदमी का देखेगा तो इधर पसल में आओ सामान लेने के लिए ब्लैंकेट ब्लैंकेट पूरा पूरा मिलेगा अच्छा जगह कितना 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 रियल का ये 100 रियल का है 100 रियल का 80 रियल का है 80 रियल का 30 रियल का है वो मेरा सब्सक्राइब आएगा तो थोड़ा कम कर दो ओके हाँ उतार दो ओके हजूर पेज 26 मनदीप 360 ब्लॉग है सब्सक्राइब करो ओके मनदीप 360 ब्लॉग मनदीप 360 ब्लॉग ओके यूट्यूब हाँ फेसबुक में नहीं है यूट्यूब फेसबुक में नहीं है अभी यूट्यूब में त्यसमै अड्छ के 26 वाला सेट हो कि उनले लिएको ब्ल्याङ्केट को बक्स वाला सब्सक्राइब इसका अंदर वो है दूसरा सामान नहीं है इसका अंदर नहीं मैं गोदाम में रखा है मैं उधर से निकल ओके इधर देखो पूरा आएगा इसका वीडियो ओके हाँ इधर ये बंधु भाई है इसका पसल में आएगा तो जैकेट क्या क्या मिलता है जैकेट पैंट पूरा मिलता है ना वैकेशन टाइम जाने के टाइम में इधर आना ओके नेपाली बंधु भाई की खबर बालुबासी एउटा सब्सक्राइब मैले भेटाइसके केटा ढ्याक ढ्याक यता दिनकै आउनु पर्छ क्या यतातिर त 20 को हो यो ये 24 त्यो बराबरको हो कि 20-22 को हो कि 24 को मैले लियो ठीक छ ल तर यो त 32 को लास्ट इयर यसमा ठुलठुलो सामान हाल्ने नि भन्दा बेसी होला सामान नै हाल्नको लागि रहेछ के फेरि ठुलो ब्ल्याङ्केट रहेछ के ठुलो ब्ल्याङ्केट यस्तो हो नि त सेटमा भएपछि त दुईटामा हाल्न मिल्यो हो किन 28 लानुहुन्छ नि 32 लानुहुन्छ नि 28 लानुहुन्छ दुईटा किन धेरै के मसँग धेरै ठुलो लिएर गरे नि काम छैन कसरी लगेज छ एउटा छ दुईटा मलाई चाहियो एउटा ह्यान्डब्याग बनाउनको लागि एउटा ठुलो त्यही सामानहरु ह्यान्डब्याग लागि सानो लाग्दैन हुन्छ त 24 20 28 जुन भयो मलाई के भयो मलाई एउटा चाहिएको बस मलाई तपाईँ कहिले जाने हो र दिनको लागि यो पहिले अरे मेरो एउटा फुल भइसक्यो घर जाने कहिले हो र भनेको के बार्गेनिङ सुरु भइराछ हाम्रो छैन के अब म 2 दिन रुममा सुत्यो भने मलाई पर्छ चाहिँ त चल पल हान्न आएको सन्डे छुट्टीमा आफ्टर लङ टाइम फेरि यो मार्केटमा आइरहेको छौँ सर्भर लाएर अब हामी किनिसकेपछि कति कतिमा चाहिँ डिल हुन्छ भनेर चाहिँ हजुरहरूलाई देखाइरहने छ ल लास्ट प्राइस कितना है इसका बड़ा वाला का कितना पीस चाहिए 80 तीन पीस चाहिए हमारा बड़ा वाला छोटा वाला इसमें और 20 तपाईलाई 24 ये 32 है 28 और 20 है 24 28 नॉन 24 है 24 और 32 24 और 20 तीन साइज 28 को चाहिन्छ यो लियो भने मलाई एउटा चाहियो के 28 र 32 मा एउटा चाहियो के यहाँ से ज्योति भाई बंधु भाई कैसे वीडियो कर रहे हैं की खबर भालुबासी भाई इसका एक बार साइड दे दो
योभन्दा ठ्याक्कै सानो हुन्छ कि भाइ यसको मुनिपट्टि हुन्छ क्या योभन्दा सानो हुन्छ कि अलिक अलिक पहिला जान त गएको यो त धेरै ठुलो हुन्छ कि तिमीलाई यार अहिले यहाँ देखातिर सानो माने कि यो रुमाले हुन्छ एउटैमा पुरै भएको जस्तो सामान अट्न सुरु गर्छ यो भन्दा सानो लिएर जाऊ क्या 24 को लास्ट ठुलो हो नि यार यो त उतातिर युरोप कन्ट्रीतिर आउने खाले लिएर आएको यसैमा फेरि यो चाहिँ अलिकति ओहो मेरो जुत्ता ल ल ल ल के छ ओके 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 जल्दी लेके आओ बंधु टाइम नहीं है एक नया कार्टून लेके आ रहा है हाँ ओके कलर कौन सा एक में भाई कलर कौन सा है लाल वाला लाल 20 इंच वाला में दिखाएगा 20 इंच वाला ये देखो कलर ये नहीं ये सफेद वाला नहीं पिंक वाला ब्लैक वाला ब्लैक ये वाला ब्लैक वाला तो ये है ना ना इजी ये डार्क वाला ये लेके आ रहा है ये नहीं ये नहीं इजी दोनों में सेमी कितना का है किलो का बंधु भाई किलो का कितना है पूरा 20 रियल भन्छ कौन सा कलर लेके आओ कलर कुन लाने अरे ये कलर लेके आ रहा है ये कलर अच्छा है सही जबरदस्त कलर है नहीं तो ये लेके आ रहा यो लिया कि यो लिया ये अच्छा होगा सही ये लड़की कलर है ये हाँ ये लड़की कलर है लड़का कलर लेके आओ ब्लैक ऐसे ये दोनों में पूरा ल यस्तो हामी चाहिँ अब लगेज किनिसकेपछि चाहिँ हजुरहरूलाई भेट्ने नै छ ल हामी चाहिँ सामान सबै किनेर भ्याइसक्यो अब चाहिँ हाम्रो ट्याक्सी बुकिङ हुँदैछ केटाहरूको सबै सामानहरू किनिसक्यो ल सर यही हो होइन मार्केट चाहिँ सर ट्र्याक त अब हाम्रो बस त आइसक्यो त हाम्रो S2 नम्बरको बस दाइले के किन्नु भयो एउटा पानी एउटा अत्तर अरू केही किन्नु भएन कि होइन दाइले चाहिँ पुरै लगेज किन्नु भएको छ सामानहरू अब हामी चाहिँ बाटो क्रस गर्न लागिसक्यो है त गाइजहरू अब हामी चाहिँ ट्याक्सीमा चढेर लुलुमै गएर चाहिँ भेट्नु पर्छ है त गाइजहरू कैसे है ब्लॉक करता है ना किधर है टैक्सी किधर है भाई दम लो रोको वहाँ बंधु एक आदमी आने के लिए हामीले चाहिँ लगेज किनिसक्यो दाइहरूले मैले किनेको त 2 साल हो 4 साल हुन लागिसक्यो घर जान चाहिँ पाएको छैन अब घर गइसकेपछि हजुरहरूलाई पनि मिठो भ्लग चाहिँ आउँछ घरको होइन घर के हाई लगेज कतिमा डाउन भएको 200 मा अगाडिको 0 टन नै हटाइदिएको ल हामी चाहिँ अब यो ट्याक्सी चाहिँ होइन हाम्रो ट्याक्सी हो दाइबाट हुनुहुन्छ सामान हाल्दै हुन्छ एउटा साथी आउनेछौँ अब आइसकेपछि चोखो तरिकाले भेट्नुपर्छ हामी उतै अब गइसकेपछि भेटौँ न है त छाप्प लगाएर सरर लगाएर ल हामी त अब रुममा आइसक्यो ट्याक्सी पनि धेरै अगाडि छ रुममा आइसक्यो अब चाहिँ हामी अब सर दाइले यहाँ समात्दै हुन्छ सामान अब हामी रुममा आइसक्यो यही हो अब हामी चाहिँ रुममा गइसकेपछि चाहिँ अब यस्तै हुन्छ रमाइलो होइन अब हजुरहरूले भिडियो हेर्नुहुन्छ होइन भने चाहिँ हेर्नु होला भन्दै आशा गर्दैछु सब्सक्राइब गर्नु होला नन सब्सक्राइब गर्नु होला है त गाइस थ्याङ्क यू फर वाचिङ दिस भिडियो